अब्जर्भेसन गराउन तयार हुनुहुन्छ है 100% तयार छु म जतिखेर भन्नु 24 घण्टा सर्भिस छ मेरो आज 1-2 घण्टामा सकिन्छ आज म भ्याउँदिनँ मेरो बैठक छ एउटा तपाईँ भोलि बिहानदेखि हिँड्नु न कहाँ कहाँ हिँड्नुहुन्छ म 22 वटा घुमाइदिन्छु भोलि बिहानदेखि 100% 22 वटा घुमाउँछु मैले जति काम गरेछु कम पैसामा कति काम गर्छु तपाईँ पनि मूल्याङ्कन गर्नुहोस् त्यो हेरेर तपाईँलाई पनि आश्चर्य लाग्छ अडियन्सलाई पनि बोलाउनुहोस् सबै हो म बोलाउँदिनँ त्यो तपाईँ अडियन्सलाई गएर सोध्नुहोस् कि यो काम डाक्टरले गरेछ कि छैन यो मेयरले गरेको छ कि छैन त्यो मात्रै सोध्नुहोस् कि विनय आजाद पत्रकारलाई कल्स गएको छैन म कसैलाई फोन गरेको छैन अनि कसरी थ्रेटको थ्रेटमा भिडियो म सोसियल मिडियामा आफ्नो भिडियो पोस्ट गरेँ कि तपाईँहरू यसरी नलेख्नुहोस् तपाईँहरू सबै पत्रकार हो भने राम्रो कुरा लेख्नुहोस् नराम्रो कुरा नलेखिदिनुहोस् के नराम्रो भएछ भने मलाई पनि सोध्नु न अख्तियार प्रमुखलाई पनि सोध्नु छापामारी गरेछ भने ट्यालेन्टको परिभाषा हुन्छ नि त ट्यालेन्ट पत्रकार राम्रो छ भने जुनसुकै राम्रो कामलाई छाप्नु पर्छ के थाहा छैन सर मैले चिनेको म मनोजीलाई पत्रकार महासङ्घको अध्यक्ष हुनुहुन्छ नि म भने अध्यक्ष बन्नेमा राम्रो हुन्छ हुँदैन त्यो आफ्नो ठाउँको कुरा काम हेर्नु पर्यो कि परेन सिराहा जिल्लाको हो तर सिराहा नगरपालिकाको अहिलेसम्म एउटा पनि न्युज छापेको छैन मनोजीले एकचोटि पनि इन्टरभ्यू लिएको छैन यत्रो ठुलो काम भएछ इतिहासमा मूल्याङ्कन भयो भने नेपालैभरिमा कम पैसामा यति राम्रो काम कहीँ पनि भएको छैन अनि जुन विनय आजादको कुरा गर्नु भएको छ उहाँ पनि मलाई मसँग भेटघाट छैन तपाईँले टाइम दिनु भएन कि मसँग टाइमै लिएको छैन त्यसै छापिदियो वान साइडेड म दिन तयार छु म त भन्छु ओपन भन्छु सबै पत्रकारजीहरूलाई आउनुहोस् मसँग गर्नुहोस् न हिँड्नुहोस् मसँग नगरपालिका कम्प्युटरमा म बस्न लगाइदिन्छु हेर्नुहोस् के छ मेरो नगरपालिकामा 1 देखि 22 वटामा जानुहोस् घुम्नुहोस् म सबै 22 वटामा बजेट दिइरहेको छु 22 वटामा बजेटको काम भइरहेछ कसले के गरिरहेछ तपाईँ गएर सोध्नुहोस् सोधेकै छैन 1 देखि 22 वटामा शिक्षा क्षेत्रमा भन्छु पत्रकारजीहरूलाई गएर कमसेकम त्यहाँ हेर्नुहोस् अनुगमन गर्नुहोस् के सहयोग छ म गर्न तयार छु जाँदैन स्वास्थ्य क्षेत्रमा जाँदैन अनि तपाईँको कतिवटा वडा छ 22 वटा छ सबैमा सरकारी स्कुलमा पढाइ हुन्छ नि त किन हुँदैन टोटल भन्दाखेरि जति विद्यार्थी छ शिक्षक छ समयमा जान्छ अहिले राम्रो तरिकाले पढाइ मैले यो मधेस भ्रमणको क्रममा थाहा पाएको चाहिँ एजुकेसनमा जुन फन्ड्सहरू आउँछ नि इक्विपमेन्ट्सहरू आउँछ नि त्यो मान्छेले चाहिँ धेरै गफला गर्छ एउटा अनि त्यो शैक्षिक सामग्रीमा यो नास्ता पानीमा सिराहा नगरपालिकामा भएको एज अ होल भनेको एज अ होलको म कुरा गर्दिनँ म स्थानीय सरकार सिराहा नगरपालिकामा छु कसैले 5 पैसाको देखाओस् न भ्रष्टाचारी गरेको खाएको म भुक्तन तयार छु त्यो देखाउनु परेको परेन हेल्थको आफै डाक्टर हुनुहुन्छ स्वास्थ्यमा 1 देखि 22 वटामा ब्लड प्रेसर चिनी दमा थाइरोइडको निशुल्क औषधि छ निशुल्क छ आम जनतालाई फ्री छ हेर्नु न मेरो फेसबुक मिडिया सबै ठाउँमा हेर्नु न सबैलाई दिइरहेछु त्यसो भए तपाईँले यहाँको पत्रकारहरूसँग कम्युनिकेसन ग्याप हो तपाईँ होइन कम्युनिकेसन ग्याप छैन उहाँहरूले कामै गर्न खोजेको छैन कि राम्रो पक्षलाई लिएर राम्रो पक्षको न्युजै छाप्न सक्नु भएको छैन उहाँहरूले के अनि त्यही भएर म पत्रकार मान्दिनँ पत्रकार हुनुहुन्छ भने निष्पक्ष हुनु परेको परेन भनेपछि तपाईँको इन्टरभ्यू मैले अहिले लिइरहेको छु होइन यसलाई जस्टिफाई गर्न त फिल्ड अब्जर्भेसन गर्नुपर्छ हिँड्नु न जहाँ हिँड्नुहुन्छ म तयार छु जानको लागि म जति काम गरेछु 22 वटामा म सबै देखाउँछु तपाईँले किनभने त्यो नदेखाइकन त मनोज मानव सुटुका आयो अब डाक्टर नवीनसँग के कुरा मिल्यो मलाई डर छैन म सबै ठाउँ देखाइदिन्छु तपाईँको म सबै ठाउँ देखाउँछु 1 देखि 22 वटामा अहिलेसम्मको इतिहासमा यति कामै भएको छैन तर म व्यक्ति विकासको विरोध गर्छु म व्यक्ति विकासमा म कमजोर छु जस्तै अब तपाईँको खल्ती भर्नु पर्यो म सक्दिनँ दर्शकबिन नमस्ते म मनोज मानव यतिखेर म सिराहा जिल्लाको सिराहा नगरपालिका होइन सिराहा जिल्लाको सिराहा नगरपालिकामा छु र मसँग हुनुहुन्छ डाक्टर नवीन यादव यहाँको मेयर उहाँ पछिल्लो समय विवादित हुनुहुन्छ उहाँको बारेमा सिराहा जिल्लाका पत्रकारहरूले विज्ञप्ति निकाल्नु भएको छ उहाँको विरोधमा उभिनु भएको छ डाक्टर जस्तो मान्छेको विरोधमा किन उभिनु भयो कन्भर्सेसन कहाँ मिस्टेक भयो त्यसको खोजी नीति गरिदिनको निम्ति म यहाँ आएको छु र उहाँसँग केही संवाद गर्नेछु स्वागत छ डाक्टर साहब धन्यवाद के को लफडा भएको तपाईँको पत्रकारसँग सबैभन्दा पहिले लफडा भएकै छैन अनि तपाईँले थ्रेट दिनुभयो अथवा उताबाट विज्ञप्ति आयो लफडा त पनि कमसेकम 1 दर्जन न्युज च्यानलले न्युज लेखाएको छ मैले सबैभन्दा पहिले थ्रेट पनि दिएको छैन दिनुभएको छैन मैले भिडियोमा हजुर मैले सार्वजनिक जुन मेरो प्रति जुन एउटा भनौँ न आपत्तिजनक सिराहा नगरपालिकाभित्र
भ्रष्टाचारी भयो, त्यहाँ छापामारी भयो, त्यस्तो मेरो फोटोसहित मैले त्यो पोस्टर हेरेपछि मैले विज्ञप्ति झारेँ। ठिकै छ, छापामारी भएछ। छापामारीको अर्थ के हुन्छ त्यो पहिले कसले छापामारी गर्यो? अख्तियारले गरेकै छैन। अख्तियारले गरेकै छैन, यो फेक न्युज हो। फेक न्युज हो। अनि महासङ्घ पनि फेकको विरुद्ध लाग्छ नि त बुझ्नु परेन। म सिरा नगरपालिकाको मेयर छ, मलाई सोद्धा के हुन्थ्यो त? छापामारी भयो। यहाँको पत्रकार महासङ्घको अध्यक्ष मनोज बनिता यादवले तपाईँलाई सोध्नु भएन? एकचोटि पनि अहिलेसम्म 3 वर्षमा भेट पनि भएको छैन। यही छ त, यही लाइनमा पत्रकार महासङ्घ भन्दैछु नि, 3 वर्षमा एकचोटि मनोज बनितामा मसँग भेट पनि गरेको छैन। न्युज पनि सिराको छापेको छैन। अचानक आउँछ सिरा नगरपालिकामा छापामारी भयो। अनि छापामारी भएपछि अख्तियारले सोध्नु पर्दैन? म त्यतिखेर अख्तियारले सोधेँ, तपाईँ छापामारी गर्नुभएछ सिरा नगरपालिकामा? खोइ, मैले गरेकै छैन। अनि त्यसपछि म विज्ञप्ति जारी गरेछु। अनि मैले उहाँहरूले के सन्देश दियो भने छापामारी गर्छ, ठिक छ, उहाँहरूको अधिकार क्षेत्रमा पर्छ, तर छापामारी भएकै छैन, त्यो प्रमाण दिनु परेको परेन? त्यतिकै हचुवातालले तपाईँ लेखिदिने कि यो न्युज सबभन्दा पहिला कसले अपलिफ्ट गर्यो? त्यो त फेसबुकमा मैले हालेछु नि त, विभिन्न मिडियाले हालेछ। विनय आजादसँग के हो? विनय आजादले लेख्यो, म नाम पनि चिन्दिनँ। सलेस टाइम भन्छ, अपन दैनिक भन्छ, अनि के फेसबुकमा डट के आउँछ। मतलब छापा मारेकै छैन, छापा हान्यो, भ्रष्टाचारी ठहर भयो, अदालतको काम पत्रकारले गरिदियो। त्यही त भन्दैछु, पत्रकारले। मैले अनि त पत्रकार हो कि होइन त्यो पनि स्पष्ट छैन क्या। पत्रकार त हो सर। पत्रकार हो भने कुन कलेजबाट पास गर्नुभएछ? त्यसको डिग्री प्रमाणपत्र के छ? कि 2 दिन कहीँ पत्रकारको पछाडि लागेर तपाईँ लेख्ने बोल्ने सिक्नु? एउटा कुरो अरू तपाईँलाई थाहा छैन, सिराज जिल्लाको पत्रकार महासङ्घको अध्यक्ष मनोज बनिता यादव चाहिँ क्याम्पस पढाएको मान्छे हो र विनय आजादजी पनि पढेको। क्याम्पस पढाएको मान्छेले ज्ञान हुँदैन कि छापामारी भनेको के हो? छापामारी कसरी गर्छ, कसले गर्छ? त्यो नियमित प्रक्रिया हो के। हाम्रो के हुन्छ नि, सिरा नगरपालिका नि नेपालभरिमै अख्तियारले जुनसुकै पालिकामा गएर नियमित प्रक्रियामा सिस्टममा गएर खोजबिन तलास गर्न सक्छ। त्यसको मतलब त्यो छापामारी भयो? उहाँ त सधैँ आउँछ मेरो रुटिन चेकअप हो। त्यो रुटिन चेकअप हो नि त, सधैँ आउँछ। 1 महिनादेखि मेरो नगरपालिकामा आउँदैछ, यो फाइल दिनुहोस्, यो फाइल दिनुहोस्, म आफै दिँदैछु, कर्मचारी लगाएर दिँदैछु, यो दिनुहोस् चेक गर्छ। काम भएछ भने हतकरी लाग्छ नि त। काम भएछ, फाइल दिँदैछु, अनि तपाईँ लेख्नुहुन्छ कि छापामारी भयो भने के छापामारी भयो? त्यस्तो रुटिन छापामारी त दिनकै भइरहन्छ, डेली होइन। 1 महिनादेखि हाम्रो नगरपालिकामा बिहान बेलुका बस आउँछ, अख्तियारका कर्मचारीहरू चेक गर्छन्, उहाँहरूको अधिकार क्षेत्रमा पर्छ। मैले रोकेको पनि छैन, म आफै आह्वान गर्छु। मेरो नगरपालिकामा गलत गरेछ भने तपाईँ छापामारी होइन, समात्नुहोस्, भ्रष्टाचारले समात्नुहोस्, भित्र हाल्नुहोस्। कसैले घुस खाएछ भने समात्नुहोस्, कसैले भ्रष्टाचारी गरेछ भने समात्नुहोस्, कसैले जनतासँग नराम्रो व्यवहार गरेछ भने कारबाही गर्नुहोस्। म तयार छु तपाईँले साथ दिनको लागि। म पछाडि कहाँ भागेछु? यति कुरा त तपाईँले पहिल्यै क्लियर गर्न सक्नुहुन्थ्यो। म 3 वर्षदेखि मञ्चमा भन्छु अख्तियार प्रमुख लगायत सबै टिमलाई, मेरो नगरपालिकाले तपाईँ देशैभरिमा प्रथम स्थानमा राख्नुहोस्। कसैले भ्रष्टाचारी गरेन समात्नुहोस्, काम गरेन पैसा निकाल्नु समात्नुहोस्, काम गरेन भ्रष्टाचारी गरेर समात्नुहोस्, सबै कागज चेक गर्नुहोस्। म आफै भन्दैछु त, म कहाँ पछाडि हटेछु? भनेपछि सबै पत्रकार त्यसै लागे फेक हुने त। अब 2 वर्षपछि चुनाव हुन्छ, मेयरलाई बदनाम गर, मेयर राम्रो काम गर्दैछ, यसले बदनाम कसरी गर्ने? अनि यसको पछाडि को छ? छ नि धेरै दलाल प्रवृत्तिका नेताहरू छ नि त। जस्तै भन्न नामै चिन्दिनँ म। नाममा मलाई के थाहा? कोही सिकायो होला नि त। पत्रकार भनेको आफै बुझ्नु पर्ने आफ्नो मापदण्ड के छ, के लेख्नुपर्छ, के लेख्नु पर्दैन। पत्रकारहरूले ज्ञान छैन, अनि किन पढ्नु भयो पत्रकारिता त? किन म्याग लिनुभयो? किन क्यामेरा बोक्नु भयो? म यहाँको नगर प्रमुख छु, मलाई सोद्धा पनि हुन्थ्यो नि त। प्रशासकीय अधिकृतजीलाई सोद्धा हुन्थ्यो, चाहिँ हाम्रो अख्तियारको प्रमुखजीलाई सोद्धा हुन्थ्यो नि कि छापामारी गर्नुभएछ भने ल ठिक छ, सबैजना आउनुहोस्, ल फाइल छिन्नुहोस्, खानतले जे गर्नु छ गर्नुहोस्। तर केही पनि भएको छैन। सरको नगरपालिकाको बजेट कति हो? बजेट कहिले 32 करोड आउँछ, कहिले एक्ज्याक्ट बजेट कति हो? अब यो पालि चाहिँ तपाईँको धेरै बजेट थिएन, 32 करोड थियो, त्यसमा सरकारले काट्यो। कति? मोटामोटी 7.5 करोड। भनेपछि त नगरपालिकाको बजेट 32 करोड, त्यो पनि काट्यो। अब पुरा होलसेल बजेट भन्नुहुन्छ 1 अरब 7 करोडको बजेट छ, तर 1 अरब 7 करोड त्यो नगरपालिकाको काम गर्ने बजेट त छैन नि। यसमा तपाईँको कर्मचारीको सैलरी हुन्छ, वृद्ध भत्ता हुन्छ, विभिन्न सङ्घ संस्थाको पैसा हुन्छ, विभिन्न योजनाहरूको पैसा हुन्छ। तपाईँले चाहिँ होल्ड गरेर चलाएको बजेट कति हो? सामान्यकरण तपाईँको 25 करोड जम्मा छ मात्रै। अनि 25 करोडमा के हुन्छ त? केही पनि हुँदैन त। यत्रो ठुलो नगरपालिकामा के हुन्छ?
त्यही त म सोधिरहेको छु। हो केही पनि हुँदैन। म मेयर भएर म 3 वर्षमा तपाईँको 7 करोड 20 करोड पहिलो वर्ष तपाईँको 2 करोड 20 लाख रुपियाँ चलाएछु मात्रै। अनि अरू दोस्रो वर्षमा 3 करोड 40 लाख, तेस्रो वर्ष 2 करोड रुपियाँ, यति मैले मात्रै चलाएछु। त्यो पनि म 22वटा वाडामा बाँटिदिएछु जनताले। ल काम गर्नुहोस्, के गर्नुहुन्छ योजना बनाएर मैले दिइसकेको छु। 5 पैसामा टच गरेको छैन अहिलेसम्म। कहिले काहीँ पश्चाताप लाग्छ मेडिकल फिल्डमा थियो बेकारमा पोलिटिक्समा आयो? होइन, पश्चाताप लाग्दैन। म आफ्नो मर्जी ल्याएको, कसैको दबाबमा। इन्जोय केमा बढी गर्नुहुन्थ्यो? त्यो डक्टरीमा गर्नुहुन्थ्यो? होइन, त्यहाँ पनि म इलाजै गर्थेँ, यहाँ पनि इलाज गर्दैछु। यहाँ मान्छेको बिमारी इलाज गर्थेँ, यहाँ नगरपालिकाको बिमारी इलाज गर्दैछु। तपाईँलाई लाग्छ क्योर हुन्छ? धेरै क्योर भएछ नि त। 100 वर्षको इतिहासमा काम नभएको सबै काम हुँदैछ नि त। जस्तै रोड फ्राकिलो भएछ कि छैन? 4 लाइन सुरु भएको छ कि छैन? हाम्रो राजाले 30 वर्षदेखि विवादमा थियो, विवाद समस्या मुद्दा जितेर तपाईँको उहाँको मन्दिर, मूर्ति, कम्पाउन्ड, वृक्षारोपण, सौन्दर्यकरण सबै भएको छ कि छैन? हाम्रो सारनाथ सिरा नगरपालिकाको धरोहर तपाईँ गएर हेर्नु, पार्वतीजीको ठुलो मन्दिर बनेछ, कम्पाउन्डको काम भएछ, धर्मशाला बनेको छ, तपाईँको सौन्दर्यकरणको काम हुँदैछ। के भएको छैन? 100 वर्ष इतिहास बोकेको हाम्रो शङ्कर रङशालाको 60% मेयर हुनुभयो। हजुर, 3 वर्ष बित्यो। हजुर, तपाईँ आफै भन्नुहुन्छ 2.5 करोड बजेट तपाईँले चलाउनु भयो फर्स्ट इयरमा, फर्स्ट इयर 2 करोड 20 लाख, अनि फेरि सेकेन्डमा फेरि 3 करोड 40 लाख, अनि फेरि अहिले 2 करोड। अनि यतिमा के हुन्छ त? यतिमा के हुन्छ? जे हुन्छ त्यो भइरहेछ। कम बजेटमा मैले धेरै काम गरेछु। 108वटा मेरो काम भएछ। तपाईँ हेर्नुहोस् 22वटा वाडा गएर म के काम गरेछु। सबै क्षेत्रमा काम गरेछु। शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, कृषि क्षेत्रमा, अन्य विविध क्षेत्रमा, सबै क्षेत्रमा म काम गरेछु। सरकारी तर एकचोटि पनि पत्रकारले छापेन। यत्रो रोड फराकिलो भएको बेलामा यत्रो म युट्युबमा देखाउँछु, तपाईँ हेर्नु न भिडियो, मेरो युट्युबमा सबै छ नि त। काम गरेको सबै भिडियो छ मेरो युट्युबमा। होइन त्यो त जजमेन्ट भएन नि, त्यो त अरूले जज गर्छ। त्यतिखेर पत्रकार कहाँ सुतिरहेको थियो? किन छापेन? होइन, पत्रकार महासङ्घको अफिसै तपाईँको आउँदैन, कोही आउँदैन। अहिलेसम्म कुनै पत्रकारले मेरो बारेमा छापेको छैन। जसको तपाईँ नाम लिनुभएछ मेरो छायामा पनि बसेको छैन। कहाँको ट्यालेन्ट, के को ट्यालेन्ट? ट्यालेन्टको परिभाषा हुन्छ नि त। ट्यालेन्ट पत्रकार राम्रो छ भने जुनसुकै राम्रो कामलाई छाप्नु पर्छ क्या। छैन सर, मैले चिनेको म मनोजीलाई भन्ने पत्रकार महासङ्घको अध्यक्ष हुनुहुन्छ नि। म भने अध्यक्ष बन्नेमा राम्रो हुन्छ हुँदैन त्यो आफ्नो ठाउँको कुरा काम हेर्नु परेको परेन। सिराहा जिल्लाको हो, तर सिराहा नगरपालिकाको अहिलेसम्म एउटा पनि न्युज छापेको छैन। मनोजीले एकचोटि पनि इन्टरभ्यू लिएको छैन। यत्रो ठुलो काम भएछ इतिहासमा, मूल्याङ्कन भयो भने नेपालैभरिमा कम पैसामा यति राम्रो काम कहीँ पनि भएको छैन। अनि जुन विनय आजादको कुरा गर्नु भएको छ उहाँ पनि मलाई मसँग भेटघाट छैन। तपाईँले टाइम दिनु भएन कि? मसँग टाइमै लिएको छैन। त्यसै छापिदियो वान साइडेड म दिन तयार छु। म त भन्छु, ओपन भन्छु सबै पत्रकारजीहरूलाई, आउनुहोस् मसँग गर्नुहोस् न, हिँड्नुहोस् मसँग नगरपालिका कम्प्युटरमा म बस्न लगाइदिन्छु। हेर्नुहोस् के छ मेरो नगरपालिकामा। 1 देखि 22 वाडामा जानुहोस्, घुम्नुहोस्। म सबै 22 वाडामा बजेट दिइरहेको छु। 22 वाडामा बजेटको काम भइरहेछ। कसले के गरिरहेछ तपाईँ गएर सोध्नुहोस्। सोधेकै छैन। 1 देखि 22 वाडामा शिक्षा क्षेत्रमा भन्छु पत्रकारजीहरूलाई, गएर कमसेकम त्यहाँ हेर्नुहोस्, अनुगमन गर्नुहोस्। के सहयोग छ म गर्न तयार छु। जाँदैन, स्वास्थ्य क्षेत्रमा जाँदैन। अनि तपाईँको कतिवटा वडा छ? 22वटा वडा छ। सबैमा सरकारी स्कुलमा पढाइ हुन्छ? पढाइ हुन्छ नि त, किन हुँदैन? टोटल भन्दाखेरि जति विद्यार्थी छ शिक्षक छ समयमा जान्छ, अहिले राम्रो तरिकाले पढाइ गरेर। मैले यो मधेस भ्रमणको क्रममा थाहा पाएको चाहिँ एजुकेसनमा जुन फन्ड्सहरू आउँछ नि, इक्विपमेन्ट्सहरू आउँछ नि, त्यो मान्छेले धेरै गफला गर्छ एउटा। अनि त्यो शैक्षिक सामग्रीमा, यो नास्ता पानीमा सिराहा नगरपालिकामा भएको एज अ होल भनेको, एज अ होलको म कुरा गर्दिनँ। म स्थानीय सरकार सिराहा नगरपालिकामा छु। कसैले 5 पैसाको देखाओस् न भ्रष्टाचारी गरेको खाएको म भुक्तन तयार छु। त्यो देखाउनु परेको परेन। हेल्थको आफै डक्टर हुनुहुन्छ। स्वास्थ्यमा 1 देखि 22 वाडामा ब्लड प्रेसर, चिनी, दमा, थाइरोइडको निःशुल्क औषधि छ। निःशुल्क छ आम जनतालाई, फ्री छ। हेर्नु न मेरो फेसबुक मिडिया सबै ठाउँमा हेर्नु न, सबैलाई दिइरहेछु। त्यसो भए तपाईँले यहाँको पत्रकारहरूसँग कम्युनिकेसन ग्याप हो तपाईँ? होइन, कम्युनिकेसन ग्याप छैन। उहाँहरूले कामै गर्न खोजेको छैन कि राम्रो पक्षलाई लिएर। राम्रो पक्षको न्युजै छाप्न सक्नु भएको छैन उहाँहरूले के। अनि त्यही भएर म पत्रकार मान्दिनँ। पत्रकार हुनुहुन्छ भने निष्पक्ष हुनु परेको परेन। भनेपछि तपाईँको इन्टरभ्यू मैले अहिले लिइरहेको छु होइन, यसलाई जस्टिफाई गर्न त फिल्ड अब्जर्भेसन गर्नुपर्छ। हिँड्नु न, जहाँ हिँड्नुहुन्छ म तयार छु जानको लागि। म जति काम गरेछु 22 वाडामा म सबै देखाउँछु तपाईँले।
किनभने त्यो नदेखाइकन त मनोज मानव सुटुक आयो अब डाक्टर नवीनसँग के कुरा मिल्यो होइन 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 मलाई डर छैन म सबै ठाउँ देखाइदिन्छु तपाईँको म सबै ठाउँ देखाउँछु 1 देखि 22 वटामा अहिलेसम्मको इतिहासमा यति कामै भएको छैन तर म व्यक्ति विकासको विरोध गर्छु म व्यक्ति विकासमा म कमजोर छु जस्तै अब तपाईँको खल्ती भर्नु पर्यो म सक्दिनँ रक्सी मासु दिनु पर्यो म सक्दिनँ चिया खुवाउनु पर्यो म सक्दिनँ पान खुवाउनु पर्यो म सक्दिनँ तपाईँको निजी स्वार्थ केही छ पुरा गर्नु पर्यो म सक्दिनँ म कहाँबाट दिने सरकारले मलाई पैसा दिएको छैन त्यसको लागि यो पनि ठिक हो यो पनि ठिक छ अनि म कहाँबाट दिने त्यो नदिएको कारणले तपाईँका विरुद्ध गलत न्युज आयो होइन त्यो दिएको नदिएको कुरा छैन किन छापा उहाँहरूले गएर सोध्नु न अख्तियारले छापामारी गरेकै छैन अख्तियारले अनुसन्धान गरेकै छैन त्यो शब्द कमसेकम शब्दको बारेमा पढ्नु परेको मोबाइलबाट ती विनय आजाद पत्रकारलाई कल्स गएको छैन म कसैलाई फोन गरेको छैन अनि कसरी थ्रेटको थ्रेटमा भिडियो म सोसियल मिडियामा आफ्नो भिडियो पोस्ट गरेँ कि तपाईँहरू यसरी नलेख्नुहोस् तपाईँहरू सबै पत्रकार हो भने राम्रो कुरा लेख्नुहोस् नराम्रो कुरा नलेखिदिनुहोस् के नराम्रो भएछ भने मलाई पनि सोध्नु न अख्तियार प्रमुखलाई पनि सोध्नु छापामारी गरेछ भने उहाँले पनि सोध्नु न वास्तवमा गरेछ कि छैन कि त्यतिकै हचुवा बर्मा लेखिदिने सिराहा नगरपालिकामा छापामारी भयो के छापामारी भयो को फरार छ को भागेछ सबै त त्यहीँ बसिरहेछ काम गरिरहेछ तपाईँलाई फरार भयो भनिदियो होइन छापामारी भयो भन्ने बित्तिकै त छापामारी शब्दको त अर्कै अर्थ हुन्छ नि त भनेको मतलब त्यहाँ सीमापार भ्रष्टाचारी भयो के भ्रष्टाचारी भएछ अहिलेसम्म म सिराहा नगरपालिका पानी पनि खाएको छैन सिराहा नगरपालिका चिया पनि खाएको छैन सिराहा नगरपालिका खाना पनि खाएको छैन प्रमाण दिनु परेको परेन कि त्यतिकै भनिदिने डाक्टर नवीन मेयर भ्रष्टाचार भनेर लेख्न मिल्छ उहाँको नगरपालिकामा छापामारी भयो भनेर मिल्छ भनेपछि तपाईँको नगरपालिकामा अर्बौं बजेट चाहिँ छ ती बजेटमा अर्बौं बजेट छ तर अर्बौं बजेट कुन शीर्षकमा छ त्यो बुझ्नु परेको परेन पत्रकारजीहरूलाई होलसेलमा भन्नु हो त्यो लेख्नु परेको परेन मैले भने नि त वृद्ध भत्ताको सबै यहाँ बजेट बन्छ कर्मचारीको हुन्छ स्वास्थ्यको हुन्छ शिक्षाको हुन्छ कृषिको हुन्छ भेटनरीको हुन्छ अन्य विभिन्न हाम्रो शीर्षकमा हुन्छ यसरी बजेट बन्छ नि डेभलपमेन्ट खर्च बापत चाहिँ 2-4 करोड 5 करोड यो जम्मा मैले 20-25 करोड हुन्छ त्यसमा पनि सरकारले प्रत्येक वर्ष काटेकै छ नि त अनि त्यो काटिसकेपछि अहिले यो पालि पनि हामीहरूको बजेट काटिदिएको छ यहाँ काम भइरहेको छ कामको सब लास्ट फेजमा छ अहिले पैसा काटिदियो सरकारले अब त्यो पैसा कहाँबाट परछोट गर्ने पर्छ कि पर्दैन भिडियो रिलिज गर्दाखेरि दुईतर्फको कुरा बुझ्नुहोस् फिल्ड अब्जर्भेसन गर्नुहोस् अनि लेख्नुहोस् भन्नु पर्यो सत्य तथ्य लेख्नु पर्यो म गल्ती गरेछु भने लेख्नु पर्यो के मैले त्यो भन्न खोजेको वास्तवमा छापामारी भएछ भने त्यो पनि लेख्नु पर्यो तर भएको छैन अख्तियारको त नियमित प्रक्रिया हो नि त एक यहाँ सिरेन जिल्लामा होइन नेपालैभरिमा उहाँले जुनसुकै पालिकामा गएर अनुगमन गर्न सक्नुहुन्छ अनुसन्धान गर्न सक्नुहुन्छ पर्यो भने छापामारी गर्न सक्नुहुन्छ काम क्रियाहरू राम्ररी अब तपाईँले यो म्याक किन्नु भएछ फर इक्जाम्पल म्याक किन्नु भयो म्याक किनेको बापत पैसा त तिरे अब कसैले गएर उजुरी गरिदियो कि म्याक किनेको छैन पैसा निकालिदियो त्यो हिसाबले उहाँहरू आउँछ हेर्नको लागि अवलोकन गर्नको लागि कि वास्तवमा किनेको छैन कि छ अनि त्यसपछि हामी देखाउँदै जी म्याक किनेको छ हेर्नुहोस् मिल्छ अनि कसरी निवेदन पर्छ अनि त्यही बुझ्नु नि तपाईँहरू कि कस्तो यहाँको फटा मान्छेहरू छ होइन कतिपयले आशंका गरे जस्तो तपाईँ पढे लेखेको मान्छे हुनुहुन्छ कतै बिल मिलाउनु भयो काम पो गर्नु भएन कि होइन तपाईँ जेसुकै त्यसरी भन्न सक्छ नि पत्रकार होइन त्यसरी बिल मिलाउनु त्यो के काम हुँदैन यहाँ जति पनि मेरो अवधिमा काम भएछ 100% काम गरेर पैसा छोराएछ कसैले त्यस्तो गरेछ भने तपाईँ ठोकुवा प्रमाण दिनुहोस् अरेस्ट गरेर लिएर जानुहोस् म तयार छु म पनि मद्दत गर्छु तपाईँलाई तपाईँ क्यामेरामा बोल्दै हुनुहुन्छ म क्यामेरामा बोल्दैछु त म कहाँ पछाडि बोल्दैछु म पनि 5 पैसा खाएछु सिराहा नगरपालिकाको म तिर्न तयार छु कसैसँग भनेपछि म तिर्न तपाईँ प्यासनेट भएर पत्र के भन्छ यो पोलिटिक्समा म सिराहा नगरपालिकाको 1 देखि 22 वडाको जनताको चाहनाले जनताको मतले जितेर आएको मान्छे हो म भ्रष्टाचारी घुस खान आएको होइन म मेडिकल लाइन छोडेर 10 लाखको महिना कमाइ छोडेर आएको मान्छे हो त्यो त देखेँ म रोड छाप मान्छे होइन बेरोजगार मान्छे पनि होइन कि जनताको पैसा लुट्नु पर्छ भनेर म काम देखाएछु मसँग जति बजेट मेरो फाँटमा परेछ त्यसको 4 गुणा म काम गरेछु सिराहा नगरपालिका म देखाउन सक्छु प्रमाणित गर्न सक्छु सबै छ मसँग भिडियो छ अडियो छ फोटो छ भनेपछि तपाईँलाई पोलिटिकली गिराउनको लागि यो सब गर्नु यो सब पोलिटिकल चालबाज हो नेताको उसकाटमा उहाँहरूले यसरी लेख्नु भएको छ ठिक छ तपाईँ पत्रकार हो तपाईँलाई थाहा छैन छापामारी भनेको के हो अनुसन्धान भनेको के हो अवलोकन भनेको के हो थाहा छैन
तपाईँ पढ्नु भएको छैन? पढ्नु भएछ भने त्यो हिसाबले जानु। छापामारी भनेको राइट और रङ छुट्याउनको निम्ति गरिन्छ। प्रमाणसहित पेस गर्नु न, म तयार छु नि त। मलाई मेरो बारेमा छाप्नु न, भइहाल्यो नि। म गलत छु, मेरो बारेमा भिडियो फोटो के छ छाप्नुहोस्। मैले अहिलेसम्म पत्रकारले नेगेटिभ भनेको त थिएन। मैले भन्नुको पछाडि सिराहा नगरपालिकामा मेयरको फोटो राखेर के अरे छापामारी भयो। के हो छापामारीको अर्थ? छापामारीको बारेमा बुझ्नु परेन? त्यसको डिफिनेसन के हुन्छ पढ्नु परेन? फिल्ड अब्जर्भ कुन अवस्थामा कुन परिस्थितिमा छापामारी गर्नुपर्छ त्यो बुझ्नु परेन? फिल्ड अब्जर्भेसन गराउन तयार हुन्छ। है 100% तयार छु म। जतिखेर भन्नु, 24 घण्टा सर्भिस छ मेरो। आज 1-2 घण्टामा सकिन्छ? आज म भ्याउँदिनँ, मेरो बैठक छ एउटा। तपाईँ भोलि बिहानदेखि हिँड्नु न, कहाँ कहाँ हिँड्नुहुन्छ, म 22 वटा घुमाइदिन्छु। भोलि बिहानदेखि 100% 22 वटा घुमाउँछु। मैले जति काम गरेछु, कम पैसामा कति काम गर्छु तपाईँ पनि मूल्याङ्कन गर्नुहोस् त्यो हेरेर। तपाईँले पनि आश्चर्य लाग्छ। अडियन्सलाई पनि बोलाउनुहोस्। सबै हो, म बोलाउँदिनँ। त्यो तपाईँ अडियन्सलाई गएर सोध्नुहोस् कि यो काम डाक्टरले गरेछ कि छैन, यो मेयरले गरेको छ कि छैन, त्यो मात्रै सोध्नुहोस्। तपाईँले के गर्नुभएछ तपाईँको समस्या। मेरो बजेट, मैले पाएको बजेटबाट यो काम भएछ कि छैन त्यो हेर्नु पर्यो। हुन्छ, त्यो अब बाँकी कुरा फिल्डमै गर्नु। हुन्छ हुन्छ, म तयार छु। भोलि 8 बजेदेखि आउनु, म जहाँ भन्नुहुन्छ त्यहाँ जानको लागि तयार छु। त्यो गर्नै पर्यो। हो, तर म के भने व्यक्ति विकासमा म पढेको पनि छैन। आगामी दिनमा म पढ्दिनँ, न कसैको उसमा पढ्छु। म व्यक्ति विकासमा सक्दिनँ। त्यसको लागि मलाई जनताले भोट दिएको छैन। सामूहिक विकासको लागि मलाई मत दिएछ। यो सोसाइटीमा यो खालको सङ्कल्प गर्नु पनि रिस्की नै छ। एकदम रिस्की छ नि त। म रिस्कीसँग डराएको छैन। म सङ्घर्षै गरेछु जहिले पनि। ठिक छ, बाँकी कुरा भोलि गर्नु। हुन्छ, थ्याङ्क यू। धन्यवाद।